सो हेलो गाइस, गुड मर्निङ तपाईँ सबैजनालाई र वेलकम ब्याक टु माई युट्युब च्यानल र स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। र आज चाहिँ गाइस 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने डे रहेको छ 25 गाइस है। आजसँग मैले 25 दिन भइसकेको छ मैले 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने भनेर च्यालेन्ज लिएको है। तर हुन्छ जस्तो मलाई लागेको छैन, किनकि अहिलेसम्म भन्नुपर्दा गाइस सब्सक्राइबर छ 106, तर निकै बढेको छ गाइस है। सो आज एकदमै खुसी लागिरहेछ, किनकि आज एकैतालमा चाहिँ 6जनाले सब्सक्राइबर गरेछ गाइस होइन। 100 थियो मेरो सब्सक्राइबर र अहिले बिहान भर्खर एउटा भिडियो अपलोड गरेर टक्कै मैले 10 मिनट पनि भएको थिएन है, टक्कै हेरेको त्यहाँनिर 6जना सब्सक्राइबर बढेछ है एउटा भिडियोबाट चाहिँ। किनकि मैले त्यो भिडियो टक्कै लगाएको थिएँ, त्यो भिडियोमा भ्युज पनि 10 मिनट नभइकन 611 कति आएको छ समथिङ त्यति नै। र त्यो भिडियोबाट चाहिँ 6जना सब्सक्राइबर चाहिँ बढेछ गाइस मेरो होइन। र जसले पनि सब्सक्राइब गरिदिनु भएको छ नि धेरै धेरै धन्यवाद तपाईँ सबैजनालाई है। त्यहाँ हेर्छु म तपाईँहरूको पनि युट्युब च्यानल छ भने म तपाईँहरूलाई पनि ब्याक सब्सक्राइब गरिदिइहाल्छु गाइस है। र थ्याङ्क यू सो मच, किनकि एउटा दुईवटा सब्सक्राइब बढ्नु भनेको त मेरो हिम्मत आउनु नि त गाइस, बिचबाट है मेरो शरीरबाट हिम्मत आउनु, भिडियो बनाउनु मलाई जागर चल्छ नि त एउटा भिडियोबाटै। एटलिस्ट 1 सब्सक्राइबर बढ्यो भने पनि धेरै हिम्मत आउँछ नि त हामीलाई भिडियो बनाउनु होइन। त्यसै त मान्छेले हामीलाई बौलाखन के भनिरहेको हुन्छ, तर पनि अब उनीहरूलाई ध्यान नदिकन हामी भिडियो बनाउँदैछौँ। भिडियो बनाउँदै गर्दाखेरि चाहिँ एउटा भिडियोबाट चाहिँ अब है 1 सब्सक्राइबर 1 लाइकहरू छ भने पनि हामीलाई धेरै क्या त खुसी हुन्छ है, भित्रबाट एकदम खुसी लाग्छ। र भिडियो बनाउनु अलिक पुरा जोसहरू पनि चल्छ गाइस है। त्यही भएर तपाईँले प्लिज सपोर्ट गरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला। र है हामी चाहिँ एकदम आशमा छ त्यसको, र म भिडियो पनि बनाएको गर्छु गाइस। र 25 दिन चाहिँ कन्टिन्यू भइसक्यो नि त गाइस मैले गरेको है। सो अब चाहिँ सोच्दैछु 25 दिन होइन पुरा है लाइफ टाइम, अब जबसम्म म मर्दिनँ नि तबसम्म चाहिँ म भिडियो बनाएर युट्युबमा लगाएको गर्छु गाइस, लगाएको है। अब थाहा छैन मलाई सक्सेस हुन्छ कि हुँदैन युट्युबबाट, तर एउटा कन्फिडेन्ट लेभल चाहिँ बढ्छ गाइस है। किनकि क्यामेरामा फेस गरेर बोल्नु फर्स्टमा म सक्दिनँ त्यति साह्रो। सो अहिले चाहिँ निकै आदत भएको छ है, र कन्फिडेन्ट पनि आइसकेको छ अलिकति क्यामेरामा हेरेर बोल्ने। र यतिको कन्फिडेन्ट आउनु भनेको ममा निकै इम्प्रुभ हुनु नै हो। सक्सेस त पाएको छुइनँ, तर इम्प्रुभ चाहिँ म हुँदैछु जस्तो लाग्छ गाइस मलाई है। र फेरि पनि तपाईँहरूलाई धन्यवाद जसले सब्सक्राइब गरिदिनु भयो है, उहाँहरूलाई धेरै धेरै धन्यवाद। र फेरि पनि तपाईँहरू नयाँ हुनुहुन्छ भने है प्लिज च्यानललाई चाहिँ सब्सक्राइब गरेर गइदिनुहोस् होला, हिम्मत बढाइदिनुहोस् होला गाइस भिडियो बनाउने मान्छेहरूको है। मेरो मात्रै होइन अरूको पनि च्यानल सब्सक्राइब गरिदिनुहोस् होला। म पनि तपाईँहरूको च्यानल छ भने हेरेर